हेलो एभ्रिवान वेलकम टु द बराज ब्लग्स। आज चाहिँ 2021 को ह्याप्पी न्यू इयरको अवसरमा हामी सबैजना बाहिर निस्किने प्लान भएर यसो बाहिर निस्किन लागेको। ह्याप्पी न्यू इयर अल अफ यू। अब हामी चाहिँ आज वक्रा बिच जाने कुरा छ। यहाँ हाम्रो पर्तिरपट्टिको कम्पनीको साथीहरू र हाम्रो अलबाको स्टाफ चाहिँ मै मात्रै होला सायद, यो अरू पनि छ कि एक दुईजना। बाँकी कुरा अब उतैतिर गरौँ है त। तपाईँहरूको न्यू इयर कस्तो बित्यो त? अवश्य पनि रमाइलो नै भयो होला। अब हामी त परदेशको ठाउँमा होइन, ड्युटी हुन्छ। आज चाहिँ सटरडे हाफ ड्युटी भएर सबैको टाइम भएर हिजो फ्राइडे थियो, हिजो त छुट्टी नै थियो। अब आज सटरडे हाफ ड्युटी, कसैले आधी ड्युटी गरेर आए, कसैको चाहिँ ड्युटी थिएन। त्यही भएर एकछिन यसो बाहिरतिर निस्किदिउँ, मुड फ्रेस पनि हुन्छ। न्यु इयरमा न्यू भाइब आउँछ कि भनेर। ओके गाइज, हामी चाहिँ अन द वे टु ओक्रा होइन, बाटोमा चिया खाँदै। ल यो बाटोमा चाहिँ अब छट्ट लाएर नेपाली समधुर गानाहरू पुरै इन्जोय गर्दैछौँ हामी। एकदमै पुरै भिन्टेज टाइपको ओल्ड गीतहरू होइन। यतापट्टि चाहिँ हाम्रो एसियन टाउन भन्छ होइन, एसियन टाउन होइन, ग्रान्ड मल। यो चाहिँ स्टेडियम हो। अनि यता चाहिँ यो हाम्रो अन्सार ग्यालेरीको लङ्गेस्ट बिल्डिङ। यो चाहिँ कतार मेट्रोको स्टेसन होइन। कतार मेट्रो चाहिँ अहिले पुरा चलिराखेको छ। यस्तोको मात्रै। हेलो गाइज, हेलो मिस्टर जैक्सन जोन। This is the pahad of Ramal, and this is another jungle. Hearna kasto round out there.
मैले यहीँ भनेको र पहिले पहिले हामी यहाँ कहाँचोटि आएको हाम्रो गाइजहरू चाहिँ अघि अगाडि आइसकेको अवस्था बसमा हामीलाई थाहा पारे त थापा ल हाम्रो टोलीहरूको डटपट सुरु भइरहेछ यहाँ पानी सानी निस्किँदैछ होइन कोही चाहिँ उता फोटो खिच्नमा बिजी हेलो थापा काजी हाउडु हामी कहाँ आएको के को लागि आएको यसो हल्का छोटकरीमा बयान गरिदिनु त ल पानी अड्केला है बिस्तारै भन्दैन हुन्छ न्यू इयरको लागि स्पेशल साथीहरूको यो यता हेरेर लागि हो हैन अनि हामी कहाँ छु मैले भन्ने कुरा नि भन्नु हामी यो कुन ब्रिज हो रे साथी बीच हो कि ओक्रा बीच यो ओक्रा बीच हामी अहिले ओक्रा बीच आइरहेका छौं सबै को लागि नयाँ वर्षमा साथीहरू चाहिँ बिजी हुनुहुन्छ लडिक चाहिँ यहाँ दाउरा निस्किँदैछ होइन अब यहाँ पानी सानी निस्किसक्यो अब के छ त आज हाम्रो डिसमा यता बाबुलालजी कहाँ गयो बाबुलाल बाबुलाल भनेको चाहिँ ऊ पो रहेछ नचिन्ता बाबुलालजी के यता हाम्रो ज्याक्सन जुट हाउ आर यु फिलिङ नाउ एक्साइटेड या अहिले चाहिँ कतारको वाट इज द टाइम राइट नाउ ब्रो 5:04 मिन्स 5:04 गएको छ बेलुकाको होइन साँझ हुँदैछ हामी चाहिँ यहाँ ल्यान्डिङ गरिसकेको छौँ अल ओक्रा बिचमा केटाहरूले यहाँ पुरै डटपट गरिरहेछ गाडीहरूको एरेन्जमेन्ट हुँदैछ यहाँ हावा छेल्नको लागि आगो बाल्न दिँदैन जस्तो भएर हाम्रो टोलीहरू पुरै मुभ हुँदैछ अनि आज हामी कहाँ गएर यसो हल्का भनिदिनु त के को लागि आएको भनेर के को स्पेसली के को पिकनिक हो अनि ह्याप्पी न्यू इयर भनिदिनु त एकचोटि सबैजनालाई ल ठिक छ ल धन्यवाद र हाम्रो चाहिँ यहाँ पुरै कोइला पुरै जलिरहेछ यता हाम्रो ज्याक्सन जुट अन द क्यामेरा बाबुलालजी के पाक्दैछ यहाँ चाहिने के हो क्या आलुको चिप्स हो हैन यो समय छैन यस्तै हो कतारको जिन्दगी बारबेक्यु खाइ त यार यहाँ चाहिँ धमाधम बारबेक्यु ग्रिल भइरहेछ एकदम कडा लाइट चाहिँ भएन क्या हिन्दी सङ्ग डालो भन्दैछ त्यसले सबैजना आफ्नो आफ्नै धुनमा
ह्याप्पी न्यू इयर गाइज बोल्दैन त सबै खानुमा यस्तो भएर हो क्या ह्याप्पी न्यू इयर हामी भान्से भएर अलिक पछाडि बसेका छौँ होइन ल ठिक छ त्यही भएर चाहिँ अलिक चाहिँ ठाउँ काम्रो भयो ल ठिक छ जिबा जिबा सबैलाई ह्याप्पी न्यू इयर साथीहरू अहिले रमाइलो गर्नु भएको छ थापा काजी ह्याप्पी न्यू इयर ओके सेम टु यु गाइज हेलो मलाई पनि हटाउनु नि त भैरनी बाकर बाहिर हुनुहुन्छ यसको यो पार्टीको क्रेडिट कसलाई दिनुपर्ने हो आफैलाई त्यस्तो फमिन भाइ